नमस्कार, म दीपक राज जोशी। यो तनहुँ क्षेत्र नम्बर 1 को घर दैलो कार्यक्रम गर्ने कार्यक्रममा चाहिँ मलाई विभिन्न त्यहाँका मतदाताहरूले चाहिँ नेपाली काङ्ग्रेस तनहुँका नेताहरू अथवा उम्मेदवार आफै स्वयंले पनि दीपक राज जोशीलाई नेपाली काङ्ग्रेसमा आउने हामीले पटक पटक प्रस्ताव गरेका थियौँ। उहाँलाई हामीले चाहिँ भानु नगरपालिकाको मेयर अथवा ब्यासको मेयर अथवा सांसद अथवा त्यस्ता थुप्रै हामी जिम्मेवारी दिने भनेर प्रस्ताव गरेका थियौँ। तर चाहिँ उहाँहरूले चाहिँ मान्नु भएन भनेर त्यो एउटा भ्रमपूर्ण र आधारहीन चाहिँ भ्रम चाहिँ फैलाइएको रहेछ। त्यो हल्लाप्रति चाहिँ मेरो एकदमै गम्भीर ध्यानाकर्षण भएको छ। म यस सम्बन्धमा म चाहिँ सम्पूर्ण तनहुँ क्षेत्र नम्बर 1 का चाहिँ मतदाताहरूलाई चाहिँ र सबै अरू मतदाता बाहेक पनि सञ्चार माध्यम तथा सरकारवाला पक्षहरूलाई चाहिँ स्पष्ट रूपमा चाहिँ एउटा के जानकारी गराउन चाहन्छु भने नेपाली काङ्ग्रेसबाट यस प्रकारको प्रस्ताव वा छलफल मसँग भएको छैन। यो चाहिँ म क्लियरली तपाईँलाई भन्न चाहन्छु। विगतमा नेपाली काङ्ग्रेस पार्टीले पहिले पार्टीका उम्मेदवारलाई विजय गराउनुहोस्, त्यसपछि हामीले चाहिँ केन्द्रीय कार्य समितिमा को बैठकले चाहिँ हामीले सहयोग गरेको भूमिका बारे चाहिँ छलफल गर्छ। छलफल गरेर त्यसपछि के निर्णय आउँछ त्यो निर्णय चाहिँ हामी चाहिँ तपाईँलाई भन्छौँ भनेर हामीले त्यस्तो चाहिँ कुरा चाहिँ हामीले भन्नुभएको थियो। हामीले त्यति बेला स्पष्ट रूपमा हामीले के भनेका थियौँ भने त्यो निर्णय चाहिँ भ्रमपूर्ण मात्रै होइन कि जालसाजी पनि थियो। त्यसो भएर यो काङ्ग्रेसले चाहिँ भ्रमपूर्ण निर्णय होइन जालसाजी पनि गरेको थियो भन्ने चाहिँ हाम्रो मान्यता हो। त्यसैले जनताको मतलाई चाहिँ कुनै शर्तसँग बाँधेर अथवा व्यक्तिको राजनीतिक अस्तित्वसँग परिणामसँग जोडेर गरिने प्रस्तावहरू आफैमा ती चाहिँ के छ त लोकतान्त्रिक अभ्यासहरू होइनन्। यो रणनीतिक दबाब मात्रै हो होइन। रणनीति पार्टीमा हुन्छ तर कुन लेभलको रणनीति गर्ने भन्ने कुरा 80 वर्षसम्म राजनीति गरेको नेपाली काङ्ग्रेसलाई स्पष्ट थाहा हुनुपर्छ जस्तो लाग्छ। त्यसैले हामीले त्यो प्रस्ताव जुन गर्नुभयो उहाँले केन्द्रीय कार्य समितिले चाहिँ विचार गर्नेछ भन्ने प्रस्तावलाई चाहिँ हामीले अस्वीकार गरेको योभन्दा पहिलाको चुनावमा। त्यसपछिका दिनहरूमा यस विषयमा मसँग र मेरो परिवारसँग कुनै औपचारिक र अनौपचारिक सम्पर्क भएको छैन। न कुनै छलफल, न कुनै स्पष्टता, न कुनै प्रतिबद्धता। आज आएर फेरि त्यही विषयलाई उचालेर चुनावको अगाडि भ्रम सिर्जना गर्न खोज्नु जनतालाई अन्योलमा पार्ने प्रयास मात्र हो भनेर मैले तनहुँ 1 का मतदाताहरूलाई मैले त्यो चाहिँ भन्न चाहेँ। एउटा कुरा प्रष्ट तपाईँहरूले के बुझ्नुपर्छ भने 80 वर्षभन्दा लामो प्रजातान्त्रिक इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टीले सङ्गठनलाई कसरी बलियो बनाउने, जनविश्वास कसरी जित्ने र पार्टीलाई चाहिँ समय अनुकूल कसरी रूपान्तरण गर्ने भन्ने विषयमा मैले यहाँहरूलाई थप भन्नुपर्ने आवश्यकता छैन। राजनीति छलकपट, झुटा आश्वासन, उधारो लेनदेनबाट निर्धारण हुने विषय पनि होइन होइन। मलाई लेनदेनको कुनै प्रस्ताव आएको पनि छैन। लेनदेनको प्रस्तावबाट कुनै पनि राजनीतिक समस्या ले निकास पाउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ। त्यसो भएर राजनीति भनेको चाहिँ विश्वास, पारदर्शिता र सिद्धान्त र जनताको सम्मानमा आधारित हुनुपर्छ र नेपाली काङ्ग्रेसले ती पारदर्शिता, सिद्धान्त र राजनीतिक विश्वासको आधारमा राजनीति गरोस् भन्ने मेरो शुभकामना पनि छ। हामी तनहुँ जिल्लामा विगत 20 वर्षदेखि स्वच्छ, वैकल्पिक, जनमुखी राजनीतिको लागि निरन्तर सङ्घर्ष गर्दै आएका छौँ। यो राजनीतिलाई हाम्रो यो राजनीतिक लडाइँ सत्य, सिद्धान्त, जनताको सम्मानको लागि आगामी दिनहरूमा पनि हामी निरन्तर त्यो लडाइँ जारी गरि नै रहन्छौँ। त्यसरी निर्वाचन नजिकिँदै जाँदा यस्ता भ्रमपूर्ण कुराहरू फैलाउँदै जानेछन् र म मेरा तनहुँ क्षेत्र नम्बर 1 का मतदाताहरू, शुभचिन्तकहरूलाई यसमा कति पनि विचलित नभइकन मेरो चुनाव चिन्ह कैँचीमा मतदान गर्न हार्दिक अनुरोध गर्दछु र अब यस्ता फेरि अफवाहहरू, यस्ता भ्रमहरू सिर्जना गर्न
जाने पार्टीका कार्यकर्ता र पार्टीका नेताहरूलाई तपाईहरूले बहिष्कार गर्नुहुनेछ। उहाँहरूलाई प्रश्न गर्नुहुनेछ कि दीपक राज जोशीले यसबारेमा उहाँले खण्डन गरिसक्नुभयो भनेर तपाईहरूले उहाँलाई भन्नुहुनेछ भन्दै मैले आजको यो सानो वक्तव्य यही टुङ्ग्याउँछु। नमस्कार।